हेलो नमस्ते गुड इभिनिङ यहाँहरू सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज हामी गर्न गएका छौँ कोरियामा छलानाम्दो रहेको ठाउँमा हिन्दी सामोको तर्फबाट वृहत सरसफाइ गर्न गइरहेका छौँ। यो सरसफाइ गऱ्यो भने पछि हामीले भिजा चेन्ज गर्दाखेरि केही मात्रामा राहत हुने भएकाले यो सरसफाइ गरिन्छ। विदेशीहरूले मात्र गर्ने भएकाले यो सरसफाइ आज हामी गर्न गइरहेका छौँ। खैलु प्रसाद बास्तोला युट्युबमा आउँछ हैन अरे आउँछ यता यता के भन्नु इस्माइल हासमा के गर्दै हुनुहुन्छ आज त्यो भन्नु सरसफाइ अभियान हुँदैछ त हाम्रो कस्तो सरसफाइ त्यसको बारेमा पुरा व्याख्या गर्नु। लगभग सबै साथीहरू आइसकेका छन् जस्तो छ। हामी 31 जना थियौँ नेपालीबाट, 31 जना नेपालीहरू थियौँ। बाँकी विदेशीहरू सबै देशको, भियतनामको, अनि त्यसपछि रसियाको, बङ्गलादेशको, धेरै विभिन्न देशहरूका मान्छेहरू थिए। विभिन्न देशहरूका विदेशीहरूलाई लक्षित गरेर यो सरसफाइ कार्यक्रम गर्ने गरिन्छ। यो 2025मा चाहिँ पहिलो पटकको कार्यक्रम हो हाम्रो यो सरसफाइ। अब हामी आफ्नो सरसफाइ कार्यक्रम सुरु गरेर आफ्नो सरसफाइ गर्ने ठाउँतिर हामी प्रस्थान गर्दैछौँ। प्रस्थान गरिसकेपछि हाम्रो फोहोर टिप्ने कार्य पनि भइरहेको छ बिस्तारै। हाम्रो सबै साथीभाइहरूले मेहनतका साथ फोहोरहरू बटुल्दै हुनुहुन्छ। उहाँहरूको टिम उतातिर गइरहेको छ। हेरौँ कस्तो हुन्छ अगाडि, कसरी फोहोर के फोहोर हुँदो रहेछ, कसरी फाल्दो रहेछन् कोरियानहरूले फोहोरहरू, त्यसको बारेमा संक्षिप्त रूपमा व्याख्या गरिनेछ। जम्मा अगाडि हेर्दैछौँ। कोरियनहरूले पनि फोहोर नराम्रो तरिकाले फाल्दो रहेछन्। हाम्रो साथी दाजुभाइहरूले मेहनतका साथ फोहोरहरू टिप्दै हुनुहुन्छ। चुरुटको ठेट्टाहरू पनि धेरै फाल्दो रहेछन् है। चुरुटको ठेट्टा चाहिँ साँच्चै नसर्दो रहेछ, धेरै समयसम्म बजीवित नै रहँदो रहेछ। फोहोर हेर्नु त बाप रे बाप कसरी फाल्नु भएको छ। फोहोरहरू सबै हटाउँदै जाँदैछौँ। फोहोर टिप्ने, सङ्कलन गर्ने, हटाउने कार्यक्रम निरन्तर भइरहेको छ। हाम्रो उता आशिष सर, श्याम सर अनि साथीहरूले फोहोर टिप्दै हुनुहुन्छ। फोहोर पनि थैली भरिसक्न लागिसकेको छ। जोरले फोहोर टिप्दै हुनुहुन्छ उहाँहरूले धेरै हेलखेमी गर्दै हुनुहुन्छ। म पनि फोहोर टिप्दैछु। हाम्रो नेपाली दाजुभाइहरू ल फोहोर रप्पारप एकदम तरिकाले फोहोर टिप्दै हुनुहुन्छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद मनदेखि नै। इनकेस भविष्यमा भिजा चेन्ज गर्नु पर्यो भने यहाँहरू सबैलाई राहत मिलोस्, यही नै छ मेरो तर्फबाट शुभकामना। यहाँहरूलाई धेरै धेरै धन्यवाद। एलसिमीसँग मेहनत काम गर्नुभयो। अब छिट्टै हामी अब यहाँ आराम गरेर अलिकति अब आफ्नो टाइम अब 2 घन्टा सकिएपछि हामी प्रस्थान गर्नेछौँ। त्यो सबै काम सकिन्छ होला हाम्रो सरसफाइ गर्ने। र सरसफाइ गरेर ठ्याक्क हामी फर्किँदैछौँ। फर्किसकेपछि अब हामीलाई अलिकति सानातिनो व्यवस्था छ जस्तो छ। बिस्किट, जुस र अनि त्यो पाउरोटीको व्यवस्था छ। यति गर्दै हाम्रो 2 घन्टा समय पनि बित्यो। अब घर जानु पनि पर्छ। यहाँहरू सबैलाई शुभरात्रि।